चाहिँ आफू जन्मेको स्थानबाट चाहिँ अहिले हिँडिरहेको अवस्था हो होइन। अब अहिले चाहिँ धेरै नै उज्यालो भइसकेको छ होइन। अनि म चाहिँ अब मामुहरूलाई एकदमै अब चिल्लो हुन्छ होइन। अनि चिल्लो चिज पनि म धेरै चाहिँ मामुलाई प्रेसराइज गर्दिनँ। तर अब खाने नै बानी भइसकेपछि त खानुपर्छ भन्ने हिसाबले चाहिँ मैले चाहिँ कस्तो अँध्यारो भयो कि खाने नै भन्ने हिसाबले चाहिँ मैले मेरो मामु हजुरलाई चाहिँ मालपुवा अनि सेल एकदमै थोरै क्वान्टिटीमा, त्यो क्वान्टिटी चाहिँ एकदमै त्यो चिल्लोको बेसी हुन्छ नि त। अनि त्यो भएको भएर मैले चाहिँ एकदम थोरै त्यो क्वान्टिटीमा चाहिँ मैले सर्भ गर्छु होइन। अनि म चाहिँ अब छिटो जाँदैछु। अनि छिटो जाँदाखेरि चाहिँ म चाहिँ यसरी चाहिँ यहाँनिर जान्छु होइन। यहाँनिर यस्तो पसलहरू छ, यस्तो पसलहरू छ। अनि यहाँनिर बानी भइसक्यो मलाई त। म कहिले यताबाट जान्छु, कहिले उताबाट जान्छु, कहिले कताबाट जान्छु है। जताबाट हिँड्दा पनि हुन्छ है। अनि मैले अघि नै बाटोमा चाहिँ मैले हजुरहरूलाई के भनेँ भन्दाखेरि, मैले भनेको कुरा चाहिँ कस्तो भन्दाखेरि, जो मान्छे डिजर्भ छैन कि कुनै पनि कुरामा डिजर्भ छैन त्यस्तो मान्छेहरू चाहिँ झन् पोजिसन होल्ड गर्ने होइन, त्यो एकदमै त्यो गलत कुरा हो क्या। र त्यो गलत कुरालाई गलत छ भन्ने आँट हामीले गर्नुपर्छ एकदमै क्या। एकदमै मैले एउटा सायद है जिन्दगीमा चाहिँ कोही मान्छेहरू हुन्छ क्या मेरो हजुर, कोही मान्छेहरू हुन्छ राम्रो कुराको लागि चाहिँ आएको हुन्छ क्या। राम्रोको लागि चाहिँ आएको हुन्छ क्या होइन। त्यो राम्रो शिक्षा दीक्षा दिन आएको मान्छेहरूबाट चाहिँ हामीले धेरै कुरा चाहिँ लर्न गर्नुपर्छ कि लिटरली है। अनि हामीले जे कुरा पनि हुन्छ त्यो टाइमिङ